आजको प्रश्न रहेको छ नेपालमा सबभन्दा बढी बोलिने 5 वटा भाषाहरू के हुन् र यो प्रश्नलाई बुझ्नको लागि हामी सजिलै बुझ्न सक्छौँ। तर कसरी हो यसको लागि एउटा फर्मुला रहेको छ जुन सूत्रबाट हामी पढ्छौँ भने सजिलै लङ टर्मसम्म याद हुने गरी बुझ्न सक्छौँ र यसलाई लगभग 2-4 दिन के हो भने तपाईँहरूले रिभाइज गर्नुभयो भने लङ टर्मसम्म बस्न सक्छ। त्यो फर्मुला के रहेको छ हो त्यो फर्मुला चाहिँ सूत्र चाहिँ के रहेको छ एनएमबी र टिएचटी। एनएमबी हामी बैंकलाई लियो है। एनएमबी एउटा कमर्सियल बैंक पनि हो। क वर्गको बैंक नेपालमा रहेको छ जसको नाम रहेको छ एनएमबी बैंक हो। यो एनएमबी बैंकको फर्मुलाबाट हामी नेपालमा सबभन्दा बढी बोलिने 5 वटा भाषाहरू सजिलै बुझ्न सक्छौँ। अब यसबाट के हुन्छ हो एनबाट नेपाली जुन हाम्रो नेसनल ल्याङ्ग्वेज रहेको छ र नेपालमा सबभन्दा बढी बोल्ने गरिन्छ। एनबाट के रहेको छ नेपाली र एमबाट के रहेको छ त्यसपछि दोस्रो सबभन्दा बढी बोलिने भाषा यमबाट मैथिली। यमबाट के रहेको छ मैथिली र त्यसपछि बीबाट भोजपुरी। बीबाट के रहेको छ भोजपुरी र त्यसपछि टिएचबाट थारू। चौथोमा के रहेको छ टिएचबाट थारू र पाँचौँमा टीबाट तामाङ रहेको छ हो। यसरी तामाङ के हुन्छ तामाङ। यसरी हामी एनएमबी बैंकको फर्मुलाबाट टिएचटीको फर्मुलाबाट नेपालमा सबभन्दा बढी बोलिने 5 वटा भाषाहरू सजिलै कण्ठ पार्न सक्छौँ र बुझ्न सक्छौँ है। यसरी पढ्यो भने हामीलाई लामो समयसम्म याद रहन सक्छ। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।